नमस्कार, मेरो नाउँ तिला खतिवडा हो। म पिट्सबर्ग पेन्सिल्भेनियाबाट। मलाई चाहिँ यो गुणरत्नमालाको पुस्तक पढ्न मन पर्यो र म आजदेखि सुरु गर्दैछु। म छोटो छोटो श्लोकहरू पढ्दै युट्युबमा अपलोड गर्दै जानेछु। हजुरहरूले अवश्य पनि लाइक कमेन्ट गरिदिनु होला। तपाईँहरूलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला। केही सुझावहरू दिन मन पर्यो भने अवश्य तपाईँहरूले सुझाव सल्लाह दिन सक्नुहुनेछ। म सिकारु हुँ, म त्यस्तो जान्ने छु भन्न चाहिनँ, म जस्ट प्र्याक्टिस गरेको हो। यसमा तपाईँहरूका केही प्रतिक्रिया दिन मन परे तपाईँहरूको लागि फ्लोर खुल्ला छ, कमेन्ट्समा लेखिदिनु होला। त्यस बमोजिम म सुधार गरेर पढ्नेछु आगामी दिनहरूमा। र यो गुणरत्न मालाका लेखक चाहिँ जगन्नाथ उपाध्याय गुरागाईँ हुनुहुन्छ। म यो सुरुदेखि पढ्छु। आज थोरै भोलि थोरै गर्दै गर्दै म यो पुस्तक पढिसकेर म युट्युबमा अपलोड गर्दै गर्दै जानेछु। हजुरहरूले अवश्य मेरो युट्युबमा गएर प्रतिक्रिया सल्लाह सुझाव दिन सक्नुहुनेछ। भज नारायण भज नारायण भज नारायण सज्जन हो। मर्नु छ निश्चय भोलि कि पर्सि, यही छ सहारा औषधिनको। छाड पल घरि दिन रात बिहान, घरि घरि नाम र भेष बिराना। काल जमाउँछ खेल तमासा, आयु घटे तर घट्ती नासा। भज नारायण भज नारायण भज नारायण सज्जन हो। देह छ नाङ्गो कपडा छैन, अजुली बाहेक भाडा छैन। भिख गरी खान्छन् रुखमुनि बस्छन्, तर पनि आशैतिर मन लान्छन्। भज नारायण भज नारायण भज नारायण सज्जन हो। जब तक धनको लाउँछ धारो, तब तक सबले मान्छ पिहारो। वृद्ध हुँदा जब बल टुटी जाला, बन्ला घरमै सबको हाला। भज नारायण भज नारायण भज नारायण सज्जन हो। कति मुडिँदैछन् कति रङ्गिँदैछन्, कति लट्टाका प्रेमी हुँदैछन्। तर छन् ज्ञान बिना सब अन्धा, भुँडीमै ठिक्क छ सबको धन्दा। गीता अलिकति जो पढी लिन्छ, अलिकति गङ्गा जल निलिन्छ। प्रभुको पूजन जो जन गर्नन्, किन ती यमका वशमा पर्नन्। भज नारायण भज नारायण भज नारायण सज्जन हो। देह विचार गलियो सारा, लौरो भो अब पर सर्ने सहारा। केश फुलेका दाँत झरेका, सब छन् आशैतर्फ गिरिरहेका। खेल्दै बितिको बाल्य अवस्था, तरुणीतिर गो तरुण अवस्था। वृद्ध भएपछि चिन्ता लेला, हरिकन भजने कुन हो बेला। भज नारायण भज नारायण भज नारायण सज्जन हो। अनि पनि जन्मनु अनि पनि मर्नु, अनि पनि गर्भैतिर गए गर्नु। अब त प्रभुजी पार लगाऊ, यो भवसागरबाट उठाऊ।
अनि उही दिउँसो रात र हप्ता पक्ष र तिथि ऋतुबार घुम्ता माया आएन र वर्ष उनै छन् आयु काट्ने कैँची नै हुन् यौवन सकिँदा काम छ ठट्टा पानी सुकेपछि पोखरी झुट्टा धन सकियो त जहान बिराना तत्त्व बुझेपछि संसार छटुना भज नारायण भज नारायण भज नारायण सज्जन हो हितमित सुत जन तन धन नारी गोठ र खेत पशु घर बारी सबै जहीँका ताहीँ रहने छन् तिमी कनयामले खैँची लिने छन्।